हाई एभ्रिवान, नमस्कार, स्वागत छ टेक आज युट्युब च्यानलमा। म प्रकाश। आज चाहिँ तपाईहरुलाई म लिएर आएको छु सर्बियाको बारेमा। सर्बियामा चाहिँ बेसिक स्यालेरी कति छ 2026 मा र के कामको डिमान्ड आउँछ र नेपालमा कति हुन्छ पैसा र मन्थली कति कमाउन सकिन्छ, यसको बारेमा चाहिँ तपाईहरुलाई म आज इन्फर्मेटिभ भिडियो बनाउन गइरहेको छु। सर्बियाको बेसिक स्यालेरीमा र घण्टाको कति दिन्छ र महिनामा कति कमाउन सकिन्छ, यसको बारेमा चाहिँ तपाईहरुलाई म जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकन पनि दबाउनु नभुल्नु होला। जाऊ सुरु गरौँ आजको टपिकबाट। र तपाईहरु आफ्नो गुगल क्रोमबाट पनि सर्च गर्न सक्नुहुन्छ र त्यसपछि तपाईहरु यो सर्बिया 2026 बेसिक स्यालेरी पनि सर्च गर्न सक्नुहुन्छ र त्यसपछि तपाईहरु देख्न सक्नुहुन्छ सर्बियाको यहाँ मिनिमम स्यालेरी आरएसडीटी 371 रुपैयाँ रहेको छ वर्किङ आवर्स, जो कि तपाईको 550 युरो हुन जान्छ। र त्यसपछि सर्बियन दिराममा देख्न सक्नुहुन्छ 34554। र त्यसपछि तपाईहरु देख्न सक्नुहुन्छ यहाँ सर्बियामा यहाँ कति घण्टा काम गर्दाखेरि कति आउँछ। तपाईहरु देख्न सक्नुहुन्छ 160 घण्टाको तपाईको 59360 रहेको छ। यो चाहिँ तपाईको यो नेट स्यालेरी र ग्रस स्यालेरी देख्न सक्नुहुन्छ यहाँ। र 168 को यहाँ देख्न सक्नुहुन्छ 62000 र ग्रस स्यालेरी देख्न 84000 र 176 घण्टाको देख्न सक्नुहुन्छ यहाँ 65000 र तपाईहरु यो देख्न सक्नुहुन्छ सबै यो ग्रस स्यालेरी र नेट स्यालेरी। र यो डिपेन्ड पर्छ कि तपाईहरुको कम्पनीमा कति घण्टा काम गर्न सक्नुहुन्छ र कति ओभरटाइम चल्छ। र त्यसपछि तपाईहरु देख्न सक्नुहुन्छ यहाँ 64554। यो चाहिँ तपाईहरुको यो मिनिमम स्यालेरी हो, जो तपाईले चाहिँ जो सर्बियामा काम गर्नुहुन्छ त्यहाँको कामदारलाई चाहिँ कम्पनीले 64554 चाहिँ प्रोभाइड गर्नुपर्ने हुन्छ। यो चाहिँ एज पर गभर्नमेन्ट 2026 को लेबर वर्कको चाहिँ नियम कानुन रहेको छ सर्बियाको। र यसलाई कन्भर्ट गर्न चाहनुहुन्छ भने तपाईहरु देख्न सक्नुहुन्छ एनपीआर कन्भर्ट देख्न सक्नुहुन्छ। स्यालेरी रहेको 64554 र त्यसपछि हामी कन्भर्ट गरेर हेरौँ यहाँ 64554 समथिङ तपाईको रहेको छ 98134 रुपैयाँ, लगभग 1 लाख रुपैयाँ चाहिँ तपाईको बेसिक स्यालेरी आउनु गइरहेको छ। र त्यसपछि तपाईहरु चाहिँ यस्तो ओभरटाइम र 10 घण्टा काम गर्नुहुन्छ भने तपाईको मासिक तपाईहरु अर्न गर्न सक्नुहुन्छ 1,20,000 देखि 1,30,000 सम्म चाहिँ अर्न गर्न सक्नुहुन्छ। र खाना चाहिँ तपाईको यो चाहिँ सर्बियामा कम्पनीले प्रोभाइड गर्ने हुन्छ, स्यालेरी र अकोमोडेसन। र यहाँको हावापानी पनि नेपालको जस्तै रहेको छ। र तपाईहरु पनि एप्लाई गर्न चाहनुहुन्छ भने तपाईहरुको यति स्यालेरीमा इच्छा छ भने चाहिँ तपाईहरु एप्लाई गर्न सक्नुहुन्छ। र यति चाहिँ तपाईहरुको बेसिक स्यालेरी रहेको छ सर्बियाको। साथीहरु तपाईको सर्बियाको स्यालेरी बारे र यो स्यालेरीको बारेमा तपाईहरुलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र मन पर्यो लाइक, शेयर र कमेन्ट गर्नु होला। थ्यांक्स फर वाचिङ। जय नेपाल। बाइ बाइ।